हजुर हेर त कति राम्रो के अरे निम्रो रहेछ छोरा आइदेन सिकाउ आऊ हस् म पनि टिपिदिन्छु ल आऊ टिप 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 यस्तो राम्रो निम्रो आहा हेर्नु होला गाइस निउरो चाहिँ यस्तो हुन्छ तपाईँले खाछ भने भनिदिनु होला कमेन्टमा हेर्नु होला गाइस हाम्रो मम्मीले यहाँ निउरो टिपिरहेछ टिप्नु भइरहेछ यो चाहिँ एउटा उयो हो पानी पर्दाखेरि यसमा यति धेरै पानी जम्छ गाइस त्यही भएर यहाँ निउरो टिप्नु कति धेरै मान्छे आउँछ तर यसपालि यहाँ मान्छे आएन छ धेरै त्यही भएर निउरो हामी टिप्न आएको हेर्नु होला यहाँ मम्मी यहाँ पनि छ र यही निउरो हो ल्याउनु आउनु अनि यतातिर पनि छ अलिअलि खै मम्मी यतातिर पनि छ होला यतातिर पनि लुकेर बस्नु भनेपछि त गाइस लुकेर बस्नु सक्नुहुन्छ यिनीहरू निउरो यो निउरो यस्तोतिर लुकेर बस्छ हेर्नु होला गाइस अब हामी अलि माथि जाँदैछु निउरो खोज्नलाई अब हाम्रो मम्मीले यहाँ टिप्नु भएको देख्नु सक्नुहुन्छ हाम्रो मम्मीले यहाँ टिपिरहेछ अनि म पनि टिपिदिन्छु होइन गाइस हाम्रो मम्मी चाहिँ हाम्रो मम्मीलाई पनि मान्छेहरूले निउरो टिप्न सिकायो अनि मम्मीले मलाई सिकाउनु भयो हामी जङ्गलबाट निउरो टिपेर लानु थाल्यो रात पनि हुन लाग्यो त्यही भएर हामी छिटो निउरो टिप्छु है गाइस इट्टु निउरो पनि फलाएको छ गाइस हेर्नुलाई कति मिठो हुन्छ यो कोदोको ढेँडोसँग खाँदाखेरि यो निउरो कति मिठो हुन्छ हेर्नु होला लाउनु मम्मी यहाँ त हाम्रो यो प्लास्टिक भर्छ होला खै मम्मी प्लास्टिक देखाउनु त अलि यति धेरै भइसक्यो गाइस छिटो म टिपिहाल्छु हाम्रो प्लास्टिक पनि भर्छ त्यसै हामी घर जाने हो गाइस त्यही भएर म छिटो टिपिहाल्छु गाइस फेरि पानी पऱ्यो भने छाता पनि ल्याएको छैन गाइस जल्दी म आफ्नो लुगामा हालिहाल्छु गाइस छिटोभन्दा छिटो म यो टिपिहाल्छु होइन गाइस हाम्रो मही चाहिँ उहाँ अगाडि पुग्नु भइसक्यो अनि म चाहिँ पछाडि छ अनि त्यसपछि यहाँ अलिअलि मैले देख्नुहुन्न नि त्यही भएर म यो निउरो चाहिँ उहाँ टिप्छु होइन हस् हाम्रो मम्मीले खतरा आइडिया भन्नुभएको छ होइन यत्रो हेर्ने यत्रो निउरो खोल्छ यता पनि छ हेर्नु होला यस्तोतिर पनि लुके हुनसक्छ तपाईँले यो निउरो दिएको छैन भनेदेखि अबदेखि यो निउरो टिपेर पकाएर खानु होला कति मिठो हुन्छ कमेन्ट गरिदिनु अनि त्यसपछि यहाँ फेरि गाइस यस्तोहरू चाहिँ नटिप्नु नि यस्तोहरू विषालु हुन्छ यस्तोहरू त्यही भएर निउरो मात्रै टिप्नुपर्छ यहाँ अस्ति हुरी बदस आएको बेला यहाँ एउटा रुखको हाँगा भाँचेछ त्यही भएर यहाँ निउरो यसपालि लोत फल्छ हेर्नु होला यो रुख चाहिँ को हाँगा भाँचेर यहाँ तल झरेको त्यही भएर राम्ररी हिँड्नुपर्छ हावाहुरी आउँदाखेरि जङ्गलतिर हिँड्नु हुन्न हेर्नु गाइस यस्तो पनि टिप्नु हुन्न यो पनि विशालो हुन्छ यो अर्कै छ यो अर्कै छ यो अर्कै छ त्यही भएर त्यस्तो चाहिँ टिप्नु हुन्न है गाइस उता मम्मी यहाँ पनि छ हेर्नु होला मम्मी यो होइन है यत्रो ठाउँमा लुकेर बसेको हुन्छ गाइस त्यही भएर अलि राम्रै हेरेर हिँड्नुपर्छ कि यो निउरो भन्ने चिज
अलि यो विषालु पनि यहाँ विषालुहरू पनि छ त्यही भएर राम्रोसँग चिनेर मात्रै खानुपर्छ नभए त मान्छे त पोक्तङ छिए ए गाइज हेर्नु नि यो सानो सानो पनि टिप्नु है यो त झनै मिठो हुन्छ अनि हाम्रो नर्सरी पनि पुग्नु लाग्यो तर हामी नर्सरीसम्म जाँदिनँ किनकि अघि नै भनिसकेको मैले रात धेरै हुन थालेछ फेरि यहाँतिर बाघ भालाहरू आउँछ त्यही भएर छिटो निस्केर घर जानुपर्छ यत्रो न्युरोसम्म फल्छ हेर्नु होला गाइस है यहाँ त सबै सानो मम्मी यसमा त पहिला हामी आउँदाखेरि यसमा त एउटै थिएन होइन हेर्नु होला यहाँदेखि चाहिँ सबै न्युरोहरू होइन यहाँ चाहिँ विषालु त्योहरू छ न्युरो यो खायो भने त मैले अघि नै भनेको के हुन्छ मान्छे त चट त्यस्तो चट मम्मी जाऊँ यहाँदेखि विषालु छ अरे मान्छे पोक्तङ से जान्छ हेर्नु न गाइस यहाँ त झनै यत्रो भिल्यो नि हेर्नु यता है मम्मी गाइस यता घारीतिर पनि अलिअलि त भेटिरहेको छ त्यो पनि ठुल्ठुलो हेर्नु होला गाइस यहाँ यत्रो भेटिसक्यो उनीमुत्या पनि छ यहाँ उनीमुत्या पनि छ त मै त्यसकै नजिकै यहाँ गाइस ल न मम्मी यो सबै टिपेर त्यहाँ हाल्नु त हो अब छिटो यहाँतिर निस्किनु पर्यो हेर्नु होला गाइस फेरि मैले भनिदिइसक्यो नि हाम्रो यहाँको नर्सरी बेस्ट नर्सरी हो सबैभन्दा धेरै न्युरो पाउने भने यहाँ हो कि मम्मी यो ठाउँ चाहिँ हाम्रो मम्मीले पत्ता लगाउनु भएको पहिला सुरु त यो कसको जग्गा यो कुन मान्छेले यति धेरै झाडीहरू सफा नगरेर यहाँ पानीहरू जमेर यस्तो भयो घारी अब जो मन लाग्छ त्यही यहाँ आएर टिप्ने खाने जाने मतलब घरमा पकाएर गएर पकाएर खाने अनि बक्लाकै सुत्ने ल हुन्छ मम्मी घर लिएर जाने हो मम्मी हो हेर्नु है हाम्रो मम्मीले चाहिँ यत्रो ठुलो मलाई चाहिँ बोक्नु होला छिट्टो सानो मान्छेलाई हेर्नु होला गाइस म चाहिँ यहाँ छु मैले छिटो बोकी पनि सकेँ गाइस त्यही भएर म उतै बाटोमा राखेर आउँछु ल म बाटोमा राख्नु गएँ गाइस किनकि नि यहाँ नि अलि फेरि न्युरो टिप्नु पऱ्यो नि गाइस त्यही भएर गाइस यो चाहिँ म यहाँ राखिदिन्छु अलिक सिनमा लिन आउने हो त्यही भएर गाइस म छिटो टिपेर घर गएर आउँ राति हुन लाग्यो गाइस त्यही भएर छिटो होइन छिटो टिपेर जानुपर्छ घर यहाँ न्युरो फेरि मैले न्युरो भेटेको लौ न मम्मी हेर्नु होला गाइस अलिकतिमै कति भएछ हाम्रो न्युरो अब हामी घर जान थालेको अब मम्मी र म भएर यो बोक्न थालेको यो म एक्लैले सहाल्छु मम्मी त्यही त यही आउनु न तपाईँ र म भएर यो बोक्ने क्या मम्मी त्यो मम्मी यो तपाईँ र म भएर बोकौँ न बोक न म त यहाँ टिप्नु परेन अनि त्यो यति छोडिदिउँ भने होइन
हुन्छ गाइस छिट्टोभन्दा छिट्टो म यो राखेर आउँछु होइन त्यति बेलासम्म लाइक एन्ड सब्सक्राइब हानिदिनु मैले अर्को भिडियोमा हालेको थियो कसले पनि लाइक एन्ड सब्सक्राइब नगरिकन गइसके गाइस प्लिज एउटा भिडियो हाल्नलाई कति मेहनत लाग्छ कि गाइस त्यही भएर मेरो भिडियोलाई सब्सक्राइब हानिदिनु न मैले यहाँ राखिदिन्छु अब कुद्दै जाउँ गाइस मम्मी बाटो गाइस हाम्रो मम्मीले हेर्नु त मलाई फेरि एउटा दियो यस्तो हुँदा मलाई यति धेरै रिस उठ्छ नि गाइस एउटै काम दुई चिज लाउँदाखेरि गाइस मेरो हालत असली हुन्छ कि हड्डीहरू होइन गाइस एउटा हुन्छ कि एउटा आधी भाग टुक्रामा गयो भने फेरि एउटा भएको हड्डी गाइस यो नि धेरै लामो छ यहाँदेखि यहाँसम्म छ गाइस हेर्नु होला फेरि रातिलाई धेरै रातिमा यहाँ जङ्गलमा साँप किरा फट्याङ्ग्राहरू आउँछ त्यसले टोक्यो भने मान्छे त कोक्थुङ के भएर ढल्छ उचार लिएर गर्नुपर्छ त्यसमा छिटो टिपेर हामी गइहाल्छौँ गाइस घटी लाउनु मम्मी ल्याउनु मम्मी सकिसक्यो जाउँ मम्मी अब यति त भोलिको लागि राख्नु पर्ने भोलि पछि भाइ होइन गाइस यहाँको चाहिँ अस्ति नैदेखि हामी नआएर होइन एक हप्तामा यो पुरै ठाउँमा न्युरोले भर्सक्यो त्यो भएर एक हप्तापछि फेरि आउनु पर्ने गाइस खानको लागि फेरि यो छिट्टै गरेन भने यस्तो हुन्छ यस्तो बन्छ मम्मी यो छिट्टै टिपिनु भने यस्तो बन्छ होइन यस्तो बन्छ गाइस बुढो हुन्छ मम्मीले सही कुरा भन्नुभयो बुढो भएपछि यिनीहरूको मृत्यु मम्मीले यतातिर राम्रोसँग हेरिदिनु छ लाउनु मम्मी लाउनु मम्मी घर जाऊँ मम्मी यो हजुर एकछिन हो कि एकछिन अब हामी चाहिँ घरतिर लाग्ने होइन गाइस त्यही भएर एउटा चाहिँ म बोक्छु एउटा मम्मी बोक्नुहुन्छ गाइस कहाँसम्म गाइस यो दुइटै मैले बोक्नुपर्छ त्यही भएर अलि राम्रो जानुपर्छ छोरा भने छोरे भएन गाइस छोराको इज्जत राख्न धेरै गाह्रो छ गाइस त्यही भएर तपाईँहरू अर्को जन्ममा छोरी नै बन्नु होला होइन गाइस यहाँसम्म मैले घिसार ल्याइसक्यो यिनीहरू दुईटा छ नि गाइस त्यही भएर छिटो यहाँ माथि पनि चढिदिन्छु गाइस होइन अब यहाँपट्टि चाहिँ हाम्रो मम्मीले हेर्नुपर्छ होइन गाइस कहाँ रहेछ हाम्रो मम्मी कहाँ हुनुहुन्छ हाम्रो मम्मी त्यहाँ मम्मी आऊ गाइस हाम्रो मम्मी चाहिँ आउनु भइसक्यो मम्मी छिटो आउनु धेरै राति भइसक्यो होइन गाइस यतातिर चाहिँ धेरै चराहरू हुन्छ तपाईँहरू कुन टोलबाट हेर्छ होला त्यो पनि कमेन्टमा भेटिदिनुहोस्
तपाईँहरूको युट्युब च्यानल छ भने मेरो च्यानल सब्सक्राइब हानेर कमेन्टमा पठाइदिनु। म पनि मेरो घरमा चाडवटा दसैँमा आउँदाखेरि सबिएको मलबाट तपाईँको मलमा सब्सक्राइब हान्नुला। मेरो पनि हान्दिनु। मम्मी म एउटा बोक्छु तपाईँ एउटा भुन् ल होइन। अब चाहिँ घर जाने अनि त्यसपछि कोदोको ढेँडोको लाम्बो खाएर सुत्ने। छिटछिटो हिँड्छु गाइस। मम्मीले चाहिँ एउटा हात उचाल्दै म चाहिँ यहाँ घिसार्दै लगाइरहेको छु।